हेलो हेर्न सक्नुहुन्छ जुन चाहिँ हामीसँग S23 अल्ट्रा आएको थियो फ्रन्ट ग्लास फुटेर त्यो चाहिँ हामीले चेन्ज गरेर रेडी गरिसक्यौँ। यो रबर चाहिँ त्यो डिस्प्ले बस्छ भनेर मजाले बानेको होस् किनभने सेट खोलेको हुन्छ, त्यसले गर्दा हेर्न सक्नुहुन्छ डिस्प्ले सबै फाइन छ, ओके छ है त। यस्तै गरी अर्को आएको थियो हामीसँग आइफोन 11 प्रो म्याक्स, यो पनि फ्रन्ट ग्लास फुटेर आएको थियो, यो पनि चेन्ज गरेर रेडी भयो, देख्न सक्नुहुन्छ तपाईँहरूले। यो पनि कम्प्लिटली रेडी भइसक्यो, डिस्प्ले सबै ओके छ। त्यस्तै गरेर अर्को हेर्न सक्नुहुन्छ आइफोन 12 आएको थियो ब्याक प्यानल चेन्ज गर्नलाई, यो आइफोन 12 को ब्याक प्यानल चेन्ज पनि रेडी भइसक्यो, हेर्न सक्नुहुन्छ लेजर मेसिनबाट। र अर्को आइफोन 13 प्रो म्याक्स आएको थियो, यो पनि कम्प्लिटली रेडी भइसक्यो। यो चाहिँ यहाँनिर लोगो हुन्छ यसको, त्यही भएर यो छोपेको हुन्छ। यो भनेको चाहिँ सबै जेन्युन प्यानल हो, 100% ओरिजिनल प्यानल, आइफोनमा कहिले पनि आउँदैन। आइफोन 8 देखि आइफोन 14 प्रो म्याक्ससम्म चाहिँ जेन्युन प्यानल आउँछ, 15 सिरिजदेखि चाहिँ तपाईँहरूलाई 100% ओरिजिनल पाउनुहुन्छ है। यो 13 प्रो म्याक्स यो पनि रेडी भयो। यस्तै गरेर हेर्न सक्नुहुन्छ अर्को हामीसँग आएको थियो एप्पल वाच, जुन टच चल्दैन थियो है त, त्यसलाई पनि हामीले बनाएर रेडी गऱ्यौँ। टच मजाले वर्किङ गरिरहेछ, देख्न सक्नुहुन्छ यसको पुरानो टच यहाँ छ, यो पनि बनेर रेडी भयो। र त्यस्तै गरी अर्को आएको छ हामीसँग चाहिँ आइफोन 11 को 3 पिस डिस्प्ले आएको छ, यो तिनटै टच चेन्ज गर्न लागेको हो, अब यसलाई पनि हामी बनाएर रेडी गर्छौँ। र त्यस्तै गरी अर्को आएको थियो फोल्ड आएको थियो, यसलाई पनि डिस्प्ले गरेर आएको थियो, डिस्प्ले हालेर हामीले यो पनि टोटली रेडी गरिसक्यौँ। इफ तपाईँहरूको फोनहरूमा पनि यस्तै प्रब्लम छ अथवा ग्याजेटहरूमा प्रब्लम छ भने चाहिँ त्यसको लागि चाहिँ हाम्रो ल्याब भिजिट गर्नुपर्ने हुन्छ तपाईँले। हाम्रो ल्याब लोकेसन रहेको छ काठमाडौँ न्यू रोड, बेस्ट टेक्नोलोजी सर्भिस, पाको मोबाइल कम्प्लेक्स, भिजिट गर्नु होला है त।